हाई गाइस, हामी चाहिँ आज पुरा अनप्लान्ड हिँडिरहेछौँ होइन, दार्जिलिङ बेसी जाने भनेर। बिचमा हामी कहाँ कहाँ जान्छौँ के गर्छौँ हेर्दै गर्नु होला। अहिले चाहिँ हामी कलङ्कीबाट जाँदैछौँ दार्जिलिङ बेसीतिर। बिचमा चाहिँ हामीले फिसिङ पोइन्ट देख्छौँ अनि त्यहाँ स्विमिङ गरौँ न त भनेर सबजना जानुहुन्छ स्विमिङ गर्न। तर म चाहिँ स्विमिङ गर्न सक्दिनँ। हेर्नु न त्यहाँ कस्तरी रहर लाग्दो तरिकाले स्विमिङ गरिरहनु भएको छ होइन। यहाँ चाहिँ अनि गेम खेलौँ, यहाँ चाहिँ कसले बढी डुब्न सक्छ वाला गेम खेलौँ भन्दै हुनुहुन्छ। ल मस्त अहिले ल कसले जित्छ हेरौँ है त भन्नुभएको छ होइन। 3, 1, 2 गो। दाइ चाहिँ पुरा डुबेको जस्तो नाटक गर्ने, तर अन्जु चाहिँ डुबेको हुने। अनि जब अन्जु बाहिर निस्किनुहुन्छ तब डुब्न थाल्ने के। हेर्न चाहिँ रमाइलो भइरहेछ होइन। हामीलाई पुरा नाच्दै बस्दिने होइन मान्छे। अनि अब अन्जु निस्किनुहुन्छ, अब डुब्न सुरु हुन्छ होइन। यस्तै रमाइलो हेर्दै बसेँ म चाहिँ पाखातिर। अब यहाँ चाहिँ हाम्रो सरजी स्विमिङ गर्दै आउनुहुन्छ पुरा फिल्मी स्टाइलमा। वाउ वाउ। म चाहिँ बाहिर बस्दै वाउ वाउ गर्दै बसेँ होइन। त्यो सानो नानीलाई पनि डुबाइरहनु भएको थियो, तर म चाहिँ सकिनँ। त्यसबाट चाहिँ हामी फर्क्यौँ, दार्जिलिङ बेसीतिर लाग्छौँ। बाटो चाहिँ साङ्गुरो तर पनि रमाइलो रहेछ। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ दार्जिलिङ बजार आएपछि हामीले एउटा त्यहाँ रिसोर्ट हेर्न जान्छौँ। रिसोर्ट मनपर्छ अनि हामी त्यहाँ पुगेपछि यसो राम्रो सिनहरू देखेपछि फोटो भिडियो त खिच्न परिहाल्यो। यस्तो बुढाबुढी हिँडे जस्तो गरेर फोटो खिच्छौँ। अनि त्यसपछि हाम्रो खाना खाने बेला हुन्छ। अब भेज खाना के हुन्छ अरे, खाना यस्तै हो होइन। रोटी तरकारी, पनिरको तरकारी र रोटी खाएँ मैले चाहिँ। आजलाई यति नै। पार्ट 2 अर्को भिडियोमा आउँछ। ओके, बाई बाई।